प्रभु यीशु ख्रिस्टको उच्च अनि पवित्र नाममा सबैजनालाई जय मसीह तथा सालम। आज भ्यालेन्टाइन डे। आज तपाईको सामाजिक सञ्जाल फेसबुक, टिकटक, इन्स्टाग्राम, एक्स र युट्युबमा तपाईले हेर्नुभयो भने आज चाहिँ ह्याप्पी भ्यालेन्टाइन डे भनेर त्यहाँ सम्बोधन गरेको र एकले अर्कालाई रोजको फुल यानि कि गुलाबको फुल देखिरहेको तपाईले भेटाउनु हुनेछ र साथै ह्याप्पी भ्यालेन्टाइनको डेको अवसरमा पारेर विभिन्न सङ्गीतमय स्वरहरूको साथ त्यहाँ चाहिँ टिकटकहरू, रेलहरू र सामाजिक सञ्जालमा चाहिँ आफ्नो स्टोरिजहरूमा चाहिँ हालेको तपाईले आज दिनभरि यत्र तत्र भेटाउनु हुनेछ। आज नेपाल देश लगायत हामी विभिन्न राष्ट्रहरूमा चाहिँ भ्यालेन्टाइन डे मनाइरहेका छौँ। आज तपाईँ र मैले पनि जानेर वा नजानेर ह्याप्पी भ्यालेन्टाइन डे हामी मनाइरहेका छौँ। त्यसो हो भने म आज तपाईहरुको बीचमा चाहिँ भ्यालेन्टाइन भनेको के हो र किन मनाउने र यसको सुरुवात कसरी भयो भन्ने बारेमा म छोटो तपाईहरुको बीचमा बाँड्ने कोसिस गरेको छु। तपाईहरुको धैर्यका साथ मेरो साथमा म सुनिदिन म अनुरोध गर्दछु। आज फेब्रुअरी 14 तारिकका दिन हामी विभिन्न राष्ट्रहरूमा चाहिँ आज चाहिँ ह्याप्पी भ्यालेन्टाइन डे मनाइरहेको छौँ। यो चाड वा दिवस सन्त भ्यालेन्टाइनको सम्झनाको रूपमा मनाइन्छ। यो दिन वा फेब्रुअरी 14 तारिकको दिन मनाउनुको पछाडि एउटा मार्मिक घटना छ, यानि कि एउटा मार्मिक इतिहास छ। ईसाई सम्वत 268 यानि कि तेस्रो शताब्दीतिर रोमन तत्कालीन त्यो समयको रोमी सम्राट यानि कि राजा क्लाउडियस दोस्रोले आफ्ना युवा सैनिकलाई प्रेम र विवाहतिर जानदेखि रोक लगाए। युवा वर्ग त्यसमा लाग्यो भने सैनिक यानि कि आर्मी सेवा चाहिँ प्रभावित हुन्छ भन्ने सम्राटको बुझाइ थियो, किनकि त्यो समयमा आफ्ना छिमेकी राष्ट्रहरूमा लडाई भइरहेको थियो। अहिले जस्तो इजरायल र गाजा बीच, युक्रेन र रसियामा लडाई भइरहेको जस्तै त्यो समयमा पनि रोमहरू आफ्ना छिमेकी देशहरूमा लडाई गरिरहेको थियो। यदि विवाहित सैनिक भएमा उसले तन मन लगाएर आफ्ना ड्युटीप्रति वफादार हुन नसक्ने राजाको विश्वास थियो। जस्तो कि हामी फुटबलतिर भलिबल खेल्ने अथवा क्रिकेट खेल्ने खेलाडीहरू हेऱ्यो भने चाहिँ अनि उसलाई चाहिँ जब खेल आउँछ तब चाहिँ ऊ चाहिँ खेलमा चाहिँ ऊ चाहिँ भनौँ तन मन लगाएर भनौँ न उसले खेल्न सक्दैन भनेर उसलाई केही समयको लागि आफ्नो प्रेमिका अथवा आफ्ना श्रीमतीसँग चाहिँ उसलाई चाहिँ अलग राखेको हुन्छ। कारण किनकि उसले चाहिँ यदि परिवारप्रति उसले समय दिएमा चाहिँ उसले खेलप्रति ऊ वफादारी हुन सक्दैन, उनी आशासन जीवन जिएर उसले चाहिँ भनौँ न मेडल जित्न सक्दैन भन्ने विश्वास थियो। त्यो समयमा पनि त्यस्तै अनि रोमका जुन के अरे क्लाउडिया दोस्रोले पनि आफ्ना युवा सैनिकहरूलाई चाहिँ विवाहमा बन्धनमा बाँध्यो भने चाहिँ उनीहरूले चाहिँ देशप्रति एउटा वफादार भएर चाहिँ आफ्नो भनौँ देशको सुरक्षा गर्न सक्दैन भन्ने उसको विश्वास थियो। त्यो भएको कारणले गर्दा चाहिँ उसले आफ्ना युवा वर्गका जुन भनौँ सैनिकहरूलाई चाहिँ विवाह गर्नु चाहिँ उसले मनाही गरिएको थियो। यो राजाको शासनकालमा एकजना फदरी अथवा पास्टर थियो, उनको नाम हो भ्यालेन्टाइन थियो। तर त्यो समयमा भ्यालेन्टाइनलाई रोम राजा क्लाउडियसको निर्णय मन परेको थिएन। एउटा सीमा भित्र बसेर गरिएको प्रेममा परमेश्वरले पनि खुसी हुनुहुन्छ भन्ने ती पास्टरको बुझाइ रहेको थियो। त्यसैले तिनले राजाको आज्ञा पालन गरेनन्। तिनले प्रेम र विवाहको लागि जवान वर्गहरूलाई प्रेरित गरी
सार्वजनिक स्थलमा सामूहिक विवाह कार्यक्रममा सम्पन्न गरिदिए। निश्चय आज्ञा उल्लङ्घन गरेकोले राजा क्लाउडियस क्रोधित भएर भ्यालेन्टाइनलाई पक्री आजकै दिन यानि कि फेब्रुअरी 14 तारिक ईसाई सम्वत 270 मृत्युदण्ड दियो। प्रेमको निम्ति आफ्नो जीवन त्याग गर्ने तिनै पास्टर भ्यालेन्टाइनको सम्झनामा प्रेम दिवस मनाउन थालियो। अङ्ग्रेज साहित्यका पिताको रूपमा चिनिने जियोफ्रा खाउसलाई मध्यकालीन युगका महानता अङ्ग्रेज कविको रूपमा आदर गरिन्छन्, किनकि 4औं शताब्दीमा तिनै वृत्तान्तभित्र यस दिनलाई पहिलो पटक रोमान्टिक प्रेमप्रति गाँसेको थियो। 18औं शताब्दीको इङ्ल्यान्डमा यो दिन एउटा यस्तो अवसरमा परिणत भयो जुन बेला प्रेम प्रेमिकाहरूले आफ्नो प्रेमको अभिव्यक्ति एक अर्कालाई गुलाबको फुलको गुच्छा साथै ह्याप्पी भ्यालेन्टाइन भनिने ग्रिन कार्डहरू पठाउन थाल्यो। 19औं शताब्दीदेखि थरीथरीका कार्डहरू आदान प्रदान गरियो र आज यो विश्वले मनाउने प्रेमको उत्सव वा चाड बन्यो। 14 फेब्रुअरी यानि कि भ्यालेन्टाइन डेमा अर्थात् दिनमा गुलाबको फुल दिएर प्रेम प्रेमीको बीच प्रपोज गर्छ वा प्रेम प्रस्ताव गर्छ, किनकि त्यो दिन प्रेम प्रस्ताव गरेमा प्रेम सफल हुन्छ भनी जनविश्वास गर्छन्। त्यसै दिन विशेष गरी गुलाब वा रोजको फुलको बढी प्रयोग गरिन्छ। हेर्ने हो भने हाम्रो गत साल अथवा धेरै वर्षहरूमा चाहिँ हाम्रो नेपालबाट पनि इन्डियाबाट धेरै रोजका फुलहरू गुलाबको फुलहरू ल्याएर चाहिँ बिक्री गरेको पाउँछौँ। आज विश्वभर नै भ्यालेन्टाइन डे मनाइरहेको अवसरमा म तपाईँको बिचमा पवित्र शास्त्र बाइबलले चाहिँ प्रेमको बारेमा के भन्छन् भन्ने बारेमा हामी हेर्न गइरहेको छौँ। बाइबल विद अनुसार चाहिँ प्रेमलाई चाहिँ 4 प्रकारमा चाहिँ बाँडेको पाउँछौँ अनि यसलाई चाहिँ ग्रिक भाषामा चाहिँ सम्बोधन गरेको छ। पहिलो नम्बर 1 मा चाहिँ आगापे प्रेम यानि कि ईश्वरीय प्रेम, अनकाउन्टिङ लभ अथवा निस्वार्थी प्रेम। अनि दोस्रो नम्बरमा चाहिँ अथवा 2 नम्बरमा चाहिँ फिलोस प्रेम अनि भातृ प्रेम, ब्रदरली काइन्डनेस लभ, दाजुभाइ बिचको प्रेम। अनि तेस्रो चाहिँ इरस प्रेम अनि त्यसलाई चाहिँ रोमान्टिक लभ पनि भनिन्छन्। अनि प्रेम प्रेमिकाको बिचको प्रेम अथवा पति र पत्नी बिचको प्रेम। अनि तेस्रो चाहिँ चौथो चाहिँ 4 नम्बरमा चाहिँ स्ट्रस लभ अफ प्यारेन्ट्स फर चिल्ड्रेन अनि छोराछोरीको लागि आमा बुबाको माया भन्ने यो 4 प्रकारका प्रेम चाहिँ वर्गीकरण गरेको हामी बाइबल विद्वानहरूले पाउँछौँ भने म आज तपाईँको बिचमा चाहिँ आगापे प्रेमको बारेमा केही छोटो पहिलो नम्बरमा चाहिँ आगापे प्रेमको बारेमा म तपाईँको बिचमा म छोटो वचन बोल्ने म अनुमति माग्छु। यदि तपाईँहरूसँग पवित्र शास्त्र बाइबल छ भने सुसमाचारको पुस्तक नयाँ करार यूहन्ना 13 अध्यायको 34 र 35 पदलाई पाठ गर्नेछौँ। यहाँ यसो लेखेको छ 34 पदमा, एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिँदछु, तिमीहरू एक अर्कालाई प्रेम गर। तिमीहरूसँग मैले जस्तो प्रेम गरेको छु तिमीहरूले पनि एक अर्कालाई त्यस्तै प्रेम गर। यदि तिमीहरूले एक अर्कालाई प्रेम गर्यो भने यसैबाट सबैले जानिन्छन् कि तिमीहरू मेरा चेला हुन्। यो त्यतिखेर प्रभु यीशु ख्रीष्टले बोल्नु भएको वचन थियो। जतिखेर प्रभु यीशु ख्रीष्टले निस्तार चाड मनाइसकेपछि अनि आफ्ना 12 चेलाहरूको खुट्टा धुँदै हुनुहुन्थ्यो। अनि त्यो समयमा चाहिँ आफ्ना चेलाहरूलाई उहाँले चाहिँ एउटा प्रेमको बारेमा परिभाषित गर्दै थियो। अनि जतिखेर उहाँको चाहिँ त्यही रात उहाँ पक्राउ पर्नेछ र त्यही भोलिबाट चाहिँ उहाँ चाहिँ क्रुसमा टाक्दै थियो भन्ने उहाँलाई थाहा थियो। त्यही भाव कारण गर्दा चाहिँ उहाँ एउटा यहुदी समाजमा हुर्केको व्यक्ति भएर पनि आफ्ना चेलाहरूको चाहिँ खुट्टा धुनु भएको थियो।
अनि त्यतिखेर यहुदी समाजमा चाहिँ खुट्टा दिनु चाहिँ एकदमै नराम्रो रूपमा गरिन्छ, एउटा गिरेको काम गरेको एउटा भनेर भनिन्छ बाइबलविदहरूले चाहिँ। अनि त्यो काम गर्नुभयो, उहाँले चाहिँ प्रेम 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 भनेर त्यो सिकाउनु मात्रै भएन, आफ्नो व्यापारिक रूपमा आफैले हुर्काएका चेलाहरूको एउटा खुट्टा धोएर आफैले बेरिरहेको तौलियाले पुस्नुभयो। र त्यसपछि अनि एउटा प्रमुख चेला पत्रुस कहाँ आएको हुन्छन् कि तपाईँले चाहिँ मेरो खुट्टा नधुनुहोस् भनेर उसले इन्कार गरेको हुन्छन्। अनि त्यसपछि उहाँले धुनुहुन्छन्। अनि त्यसपछि पनि अनि मैले के गरेको छ, त्यसपछि चाहिँ एउटा म तिमीहरूलाई, त्यसपछि प्रभु यीशुले यो भन्नुभएको, म तिमीहरूलाई नयाँ आज्ञा म तिमीहरूलाई दिँदैछु। नयाँ आज्ञा भनेको चाहिँ एउटा नयाँ आज्ञा गर्नै पर्ने चाहिँ तिमीहरू एकलाई अर्कोलाई प्रेम गर हो। प्रिय, आज चाहिँ भ्यालेन्टाइन डेको दिनमा चाहिँ हामी चाहिँ एउटा ईश्वरीय प्रेम गर्नु सिक्नुपर्छ, यानि अगापे प्रेम गर्नुपर्छ। हामी चाहिँ यहाँ भने चाहिँ म तिमीहरूलाई नयाँ आज्ञा तिमीहरूलाई दिँदैछु भनेको छ, तिमीहरू एकलाई अर्कोलाई प्रेम गर। तिमीहरू चाहिँ एकलाई अर्कोलाई भनेको चाहिँ हामी आफ्ना जनहरूको बिचमा, आफ्ना परमेश्वरका जनहरू विषयको बिचमा आफ्ना आमा बुवालाई, आफ्ना दाजुभाइहरूलाई, आफ्ना छोराछोरीहरूलाई चाहिँ एकदमै ईश्वरीय प्रेमले चाहिँ हामी प्रेम गर्नुपर्छ। प्रेम जतिखेर आउँछ मात्र प्रेम गर्न सक्छन् तबसम्म चाहिँ हामीले चाहिँ आफ्ना जनहरूलाई गल्ती गरेको बेलामा पनि उनीहरूलाई क्षमा दिनुपर्छ। जब क्षमा दिन्छ तब मात्र प्रेम आउँछन्। तपाईँलाई यदि विगतका दिनहरूमा तपाईँलाई गाली गरेको, ग्लोजहरू तपाईँलाई चित्त दुखाएको, तपाईँलाई हानि नोक्सानी गरे तापनि त्यो व्यक्तिलाई तपाईँले क्षमा दिएर प्रेम गर्नुपर्छ। र तिमीहरूसँग मैले जस्तो प्रेम गरेको छु भनेको छु, जस्तो 12 चेलाहरूलाई प्रभु यीशु ख्रीष्टले उहाँले प्रेमको परिभाषा मात्र सिकाउनु भएन, के अरे उनीहरूको खुट्टाहरू धोएर पनि आज उनीहरूलाई चाहिँ प्रेम गर्नुभयो। त्यसरी नै आज तपाईँ र मैले पनि त्यस्तै प्रेम गर्नुपर्छ। हामी पनि पुलपिटमा गएर मात्र प्रेम गर्नुपर्छ, शत्रुलाई पनि प्रेम गर्नुपर्छ, क्षमा दिनुपर्छ भन्ने वचन बोल्नु भएर मात्र हुँदैन। हामीले पनि आफ्ना जनहरूलाई, आफ्ना भाइ बहिनीहरूलाई, आफ्ना इष्टमित्रहरूलाई, आफ्ना सासुससुरालाई, आफ्ना सालासालीलाई र हरेकलाई, हाम्रो दाजुभाइहरूलाई, हाम्रो छरछिमेकीहरूलाई चाहिँ प्रेम गर। हामी परमेश्वरको एउटा महाआज्ञाको दोस्रोमा चाहिँ के भन्दा आफ्नो छिमेकीलाई पनि आफूलाई चाहिँ प्रेम गर भनेको छ। त्यो प्रेम, त्यो अगापे प्रेम चाहियो तपाईँ र मेरो बिचमा पनि, त्यो अगापे प्रेम हुनु पर्यो तपाईँ र मेरो बिचमा पनि। त्यो भएको कारणले गर्दा चाहिँ भन्छन् कि यदि तिमीहरूले एकअर्कालाई प्रेम गर्यो भने यसैबाट जानिन्छन् कि तिमीहरू मेरो प्रेम। यसैबाट यदि तपाईँ र म परमेश्वरका जन हौ, हामी तपाईँ र मेरो चेला हौँ भने, परमेश्वर हामी यदि आफ्ना छोराछोरीलाई प्रेम गरेनौँ भने हामी त्यो चाहिँ एउटा ढोङ्गी, पाखण्डी, फर्सीहरू जस्तै हुनेछ। त्यस कारण आज तपाईँ र मैले भ्यालेन्टाइन डेको अवसरमा पारेर अथवा भ्यालेन्टाइन मनाउँदै गर्दाखेरि आफ्ना वरिपरि भएका छरछिमेकीहरूलाई, आफ्ना जन्मदिने बाआमालाई, सासु ससुरालाई, सालासालीलाई, हरेकलाई, हाम्रो मण्डलीका अगुवाहरूलाई हामीले प्रेम गर्न सकेनौँ भने त्यो हाम्रो चाहिँ त्यो ढुङ्गीपना हुन्छ, पाखण्डीपना हुन्छ। त्यही भएको कारणले गर्दा चाहिँ अब चाहिँ तपाईँ र मैले चाहिँ आज यो के अरे भ्यालेन्टाइन डेको अवसरमा पारेर हामी चाहिँ एउटा हृदयबाट नै हामी हरेक व्यक्तिहरूलाई, हाम्रै अग्रज व्यक्तिहरूलाई, हरेक अगुवाहरूलाई चाहिँ हृदयबाट नै अगापे प्रेम गरौँ। आमेन। फेरि पनि सबैलाई जय मसीह।